साथीहरु नमस्कार। मैले चाहिँ एउटा भिडियो बनाएको थिएँ त्यहाँ स्वेटर दाइको हैन। उहाँको चाहिँ अब अलिकति मानसिक अवस्था चाहिँ अलिकति त्यस्तै खालको रहेछ र हामीले चाहिँ उहाँलाई कुनै पनि किसिमको उयो गरेन। हामी गैंडा टारबाट चाहिँ माथि जाँदै गर्दाखेरि चाहिँ साइकल तिलेश्वर भन्ने ठाउँमा साइकल राखेको थियो। उहाँले चाहिँ त्यो किसिमले चाहिँ सोध्नु भएको अथवा चाहिँ हाम्रो साइकललाई चाहिँ म्युजिक ढङ्गले चाहिँ अरू ठाउँमा लगेर आएर अरू आफ्नै साइकल लिएर आएर फेरि उहाँ चाहिँ हामीले प्रहरीसँग रिपोर्ट गऱ्यौँ। सैसाफहरूसँग कुराकानी गर्दाखेरि उहाँले लगाउनु भएको छैन भन्ने कुरा प्रमाणित भएपछि हामी फेरि उहाँसँग शङ्कास्पद कुराहरू देखिएको भएर उहाँको हामीले सबै कुराहरू खोज्नको लागि हामीले त्यहाँबाट गएको निस्केका थियौँ र सँगै उहाँहरू अस्ति साहब चाहिँ घरमा पुगेर सबै कुराहरू इन्क्वायरी गरिसकेपछि पनि त्यो नपाइसकेपछि पछि फेरि पुनः त्यो कुराहरू चाहिँ साइकल जुन हराएको थियो साइकललाई भेटियो र भेटिसकेपछि चाहिँ उहाँलाई अब पहिला मानसिक असन्तुलन भएको ठुलो एक्सिडेन्टमा परेर पछि यस्तो काटिएको रहेछ भन्ने पाइयो। त्यसपछि हामीले सहजै उहाँलाई छोडिदिएको छौँ है गाइज। यो भिडियो चाहिँ अब हेर्नु होला, यसैलाई आधार मानेर चाहिँ उहाँको वास्तविक कुरा चाहिँ यो छ, यसमा छ है भिडियो।